गाइजहरू देख्न सक्नुहुन्छ 16औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता कर्णाली प्रदेश 2082 कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजनामा 2083 जेठ 12 देखि 15 गतेसम्म रहेको छ। प्रतियोगिताको पुरस्कार वितरण हुँदैछ। गाइजहरूलाई देखाउनको लागि म यहाँदेखि भित्र प्रवेश गर्दैछु कर्णाली प्रदेश रङ्गशालामा। देख्न सक्नुहुन्छ गाइस, म पनि आएको छु। रङ्गशाला अन्तिम चरणमा पुगिसकेको छ निर्माण कार्य भएर। रङ्गशालाभित्र जानको लागि फरक बाटोको प्रयोग गरिएको देखिन्छ। यहाँ देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ रङ्गशालाको बाहिरी भाग अन्तिम चरणमा पुगिसकेको छ। 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने प्रस्तावित भएको अवस्था छ। अहिले चाहिँ 16औं राष्ट्रपति रनिङ सिल्ड प्रदेश स्तरीय कर्णाली प्रदेशको सञ्चालनको अवसरमा यहाँभित्र कार्यक्रम भइरहेको देख्न सक्नुहुन्छ। महेश केशर खनाललाई अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी कर्णाली प्रदेशका सबै सामाजिक विकास कार्यालय प्रमुखज्यूहरूलाई अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी उद्योग वाणिज्य महासंघ सचिवका अध्यक्ष तथा प्रतिनिधिहरूलाई यस समापन समारोहमा अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। पत्रकार महासंघ सुर्खेतका अध्यक्ष तथा प्रतिनिधिहरूलाई अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। श्री कर्णाली प्रदेश प्रगति संघ सुर्खेतका अध्यक्ष तथा प्रतिनिधिज्यू अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी श्री कर्णाली प्रदेश कराते महासंघ सुर्खेतका अध्यक्ष तथा प्रतिनिधिज्यू अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। श्री कर्णाली प्रदेश ताइक्वान्डो संघ सुर्खेतका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणका लागि
हार्दिक अनुरोध गर्दछु। त्यसै गरी श्री कर्णाली प्रदेश भलिबल संघ सुपोटका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी श्री कर्णाली प्रदेश विश्व संघ सुपोटका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। श्री कर्णाली प्रदेश एथलेटिक्स संघ सुपोटका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई म अतिथि आसन ग्रहणका रङ्गशाला लागि अन्तिम चरणमा पुगिसकेको छ। निर्माण कार्य देख्न सक्नुहुन्छ। प्रतिनिधिज्यूलाई म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुपोटका अध्यक्ष नवीन कुमार शाहीज्यूलाई म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। विभिन्न जिल्लाका जिल्ला खेलकुद विकास समितिका प्रमुख तथा प्रतिनिधिज्यूहरूलाई म अतिथि आसन ग्रहणका लागि अलिअलि पाल्तो मान्छेको उपस्थिति देखिएको छ। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता कर्णाली प्रदेश स्तरीय 2083 को त्यसै गरी 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विभिन्न खेलका खेल संयोजकका रूपमा रहनुभएका हाम्रा खेल संयोजकज्यूहरूलाई पनि म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। विभिन्न जिल्लाबाट सहभागी सम्पूर्ण खेलाडी भाइ बहिनीहरू म यहाँहरूलाई अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु र हाम्रो अतिथि आसन ग्रहणका क्रम अहिलेलाई म यही रोक्न चाहन्छु र बिचमा हाम्रा अतिथिज्यूहरू उपस्थित हुनुभयो भने म पुनः अतिथि आसन ग्रहण गराउनेछु। यस समापन समारोहमा उपस्थित सम्पूर्ण खेलाडी साथीहरू यहाँहरू विशेष गरेर एकदमै धन्यवादको पात्र हुनुहुन्छ। कर्णालीको भूगोल जति कठिन छ यहाँका खेलाडीहरूको जोस र दृढता उच्च छ। यही मैदानबाट भोलि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा देशको झन्डा फहराउने खेलाडी जन्मिनेछन् र जन्मिएका छन् भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ। खेलाडीहरूको खेल जति महत्त्वपूर्ण हुन्छ त्यति नै महत्त्वपूर्ण दर्शकको ताली र खेलको माया हुन्छ। अब भने हामी कृपया सबैजना हाम्रा प्रमुख अतिथिज्यूहरू र सम्पूर्ण हाम्रा अतिथिज्यूहरू यससँगै हाम्रा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म राष्ट्रिय गानमा शरीक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। कर्णाली प्रदेश स्तरीय रङ्गशाला राष्ट्रिय गान सुरु भइरहेको छ। तन्त ज्ञान भूमि शान्ति भूमि तपाईँ पहाडी माला अखण्ड यो प्यारो र मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र जय जय नेपाल। फाल्टो उपस्थित देखिएको छ।